हेलो गाइजहरू, म चाहिँ मेरो आज चाहिँ बर्थडे। म चाहिँ हलेसी जाँदैछु। हजुरहरूलाई हलेसीसम्मको भिडियो देखाउनेछु गाइजहरू। जाँदैछु मै हामी चाहिँ घटाभत उकालो छोरी र म चाहिँ बाटै अप्ठ्यारो छ गाइजहरू। ऐटारिकन एकदमसँगले आजको मौसम कुरा गर्नुपर्दा चाहिँ पानी पर्नु हेर्नुहोस् होला हाम्रो गाउँको भ्यूज। पानी पर्न लागेको छ एकदमसँगले। पानी पर्न लागेछ है गाइजहरू। मेरो बुढो चाहिँ बाइक लिएर आउनु लागेछ। हामी चाहिँ लाग्यौँ यताबाट। यो चाहिँ हाम्रो अन्तरे बेबीको घर हो है। हलेसी जानको लागि चाहिँ रेडी भइसक्यो गाइजहरू एकदमसँगले। छोरी र म चाहिँ निस्किनेछौँ माथिसम्म रेडी भएर पनि। बुझ्नु यता हेर कहीँ नि हामी है हजुर है गलेर ढुट्टो गाइजहरू। आज चाहिँ मेरो जन्मदिन हो, किनकि हलेसीसम्म म जन्मेको ठाउँमा जानु परेन होइन। धुस्रे फुस्रे भएर हिँडेको छ आफ्नै जन्मदिनमा पनि। गल्यो गाइजहरू, गाह्रो छ मलाई। बुढो चाहिँ बाइक लिएर आउँदैछ, म चाहिँ यता भिडियो बनाउँदै हिँड्दैछु। बाटो अप्ठ्यारो छ नि गाइजहरू। बर्खा लाग्यो, दिनै बर्खा लागेपछि गाह्रो नि हुन्छ। हजुरहरूलाई चाहिँ म हलेसीको भिडियो देखाउने छु। एकदमसँगले लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला। यता चाहिँ है मौरे, हाम्रो मौरे पर्यो गाइजहरू। गले गाइजहरू, म चाहिँ गाइजहरू अब चाहिँ यता चाहिँ हेर्नुहोस् है गाइजहरू। एकदमसँगले चाहिँ लामाहरूले पूजा गर्ने ठाउँ थियो अरे पहिला। यहाँ चाहिँ एकदमसँगले यस्तो छ। यहाँ हेर्नुहोस् हलेसीको दिदु हाम्रो माउलो। मेरो माइतो चाहिँ उता छ डाँडाबाट भिडियो बनाइरहेको छु कि गाइजहरू। हजुरहरूले चाहिँ मेरो युट्युब च्यानलमा लाइक सब्सक्राइब गर्ने चाहिँ नबिर्सिदिनुहोस् होला। हेर्नुहोस् होला हलेसीको भ्यू एकदमै रमाइलो छ। यता चाहिँ एकदमै धोइलो छ। एकदमै राम्रो भिडियो देखाउने छु। यता चाहिँ मन्दिर साइड, यता चाहिँ छोरी बसिरहेछ। अनि यो चाहिँ मन्दिरको स्पेस हो, एकदमै राम्रो छ। त्यहाँ चाहिँ ठुलो गुफा छ। मैले चाहिँ टाढाबाट गरेको है, एकदमै राम्रो छ। हलेसीको ठाउँ भन्ने एकदमै किन राम्रो हुँदैन र जो पनि आउनुहुन्छ मन्दिर पूजा गर्नुहुन्छ। झन् बजारको दिन त एकदमै पूजा गर्नुहुन्छ। उता चाहिँ पऱ्यो जुरे, उता पऱ्यो हाम्रो राहु भन्ने ठाउँ परेको छ गाइजहरू। हजुरहरूले राहु भन्ने ठाउँ पनि चिन्नु त भएको छ, तर हलेसी भनेर धेरै चिनिन्छ। यहाँ चाहिँ मन्दिर छ, एकदमै बिचमा रुख छ। मन्दिर हेर्नुहोस् होला। अनि चाहिँ गाइजहरू म चाहिँ हलेसी राहुमा पुगिसकेँ गाइजहरू। एकदमसँगले मेरो माइती हो। यहाँ चाहिँ मेरो माइती घर करेसेबारी हेर्नुहोस् त एकदमै रमाइलो। यहाँ चाहिँ हाम्रो करेसेबारी चाहिँ काँक्रा चाहिँ एकदमै राम्रो छ क्या गाइजहरू। खान आउनुहुन्छ भने आउनुहोस्, एकदमै रमाइलो छ जग्गा। पाठहरू नालीहरू जङ्गल भए पनि मान्छे चाहिँ एकदमै रमाइलो छ। कोदो रोप्दै हुनुहुन्छ अहिले धमाधम मम्मी बाबा चाहिँ।
म चाहिँ छोटो मिनी भ्लग यहीँ टुङ्ग्याउन चाहे हजुरहरूलाई। गाइजहरू सानो छोटो मिनी भ्लग लिएर आएको छु। म चाहिँ माइती आएको छु। म त्यति धेरै लामो चाहिँ भ्लग बनाउन सकिनँ यो चाहिँ, किनकि सरी एकदमै हजुरहरूलाई माफ गर्न चाहन्छु, किनकि बाढी पहिरोहरू एकदमै गइरहेछ नि, त्यही भएर बनाउनु नि धेरै गाह्रो भइरहेछ कि। अनि माइती गएको हेर्नु न एकदमै यस्तो रमाइलो छ, कोदो रोप्दै हुनुहुन्छ मम्मी बाबाले चाहिँ। अनि एकदमसँगले यहाँ चाहिँ अङ्गुरहरू, अनि यो चाहिँ कटहर फलेछ कि छैन भनेको एउटा झुन्डिरहेको देखेँ, अम्बकको बोटहरू पर्दो रहेछ। अम्बकको बोटहरू चाहिँ गाइजहरू पर्दो रहेछ। हेर्नुहोस् न कति रमाइलो छ गाइजहरू, एकदमै रमाइलो छ। हजुरहरूले पनि आउनुहुन्छ भने आउनु, डाँडा काँडा छ, यो चाहिँ मेरो माइती घर हो। एकदमै रमाइलो छ गाइजहरू भन्ने मेरो छोटो मिनी भ्लगमा यहीँ टुङ्ग्याउन चाहे। बाई बाई, टाटा। लाइक कमेन्ट सेयर गरिदिन्छु नबिर्सिनु। अर्को भिडियोमा भेटौँ।